हेलो हेलो नमस्ते नमस्ते स्वागत छ सम्पूर्णलाई है। आज मैले तपाईँहरूको माझमा विशेष गरेर के भन्न चाहन्छु भने मलेसियामा जुन एउटा घटना घट्यो त्यो बिरालोसँग त्यो सम्बन्धहरू भएको सेक्युरिटी गार्डले नै क्रोध गरेको भने त्यो भिडियोहरू अनि त्यो फुटेजहरू सार्वजनिक भयो। त्यस पछाडि यहाँको सरकारले अब फाँसी सजाय दिने हल्लाहरू पनि चलिरहेको छ। त्यो त अब हामी बुझ्न सकिँदैन होइन। खासमा के हुन्छ भने यो अब 12 घन्टासम्म ड्युटी हुन्छ क्या, कुनै दिमाग केही कुरा सोच्नै पाउँदैन, कता पहिरा हुन्छ, कता एकदमै समस्या, अत्यन्तै टेन्सन हुन्छ। अनि यही टेन्सनमा चाहिँ अब नेपाली दाजुभाइहरूले अब रक्सी खाने बानी हुन्छ प्रायःको। अनि अब अलिकति खाँदाखेरि काम धेरै हार्ड हुन्छ, धेरै गाह्रो हुन्छ। त्यो भएको हुनाले अब त्यो खाएर त्यो जोसमा अब होस नपुगेको हुनसक्छ होइन। यो अत्यन्तै गलत पनि हो, त्यसो नगर्नु भएको भए पनि हुन्थ्यो। किनकि अब अरूको देशमा हो, अब हामीले भनेर केही चल्दैन, केही चल्दैन, हाम्रो केही लाग्दैन। हामीलाई उल्टो कुटेर उल्टो यहाँको मान्छेले हातपात गऱ्यो भने पनि केही घटना घट्यो भने पनि हामीले कहीँ गएर उजुरी गर्ने ठाउँ पनि छैन, केही भन्नलाई पनि सकिँदैन। यहाँको पावर त्यस्तो छ। हामीसित हामीले झगडा पर्छ, हामीले हात हाल्नु मिल्दैन, कुटपिट गर्नु मिल्दैन, हामीले केही गर्न मिल्दैन क्या, एकदम गाह्रो छ नि त। त्यो भएको हुनाले हामी चाहिँ आफै सेफ भएर काम गऱ्यो भने त्यो अत्यन्तै राम्रो हो। कतिपय कुराहरूमा दिमागले काम गर्दैन। 12 घन्टासम्म ड्युटी गऱ्यो, फेरि उठी गऱ्यो भने 12 त्यत्तिकै भयो। 3 दिनसम्म 36 घन्टासम्म सुत्नु पाइँदैन, उठी गरेको दिन भने गाह्रो छ नि त। सबैमा एउटै हुन्छ भन्ने पनि छैन, सबै कम्पनीमा नराम्रो छ भन्ने पनि हुँदैन। सबैजनाको अब आफ्नो आफ्नो भाग्यको कुरा पनि हो। त्यो भएको हुनाले यो कुरालाई अत्यन्तै अब यसलाई चाहिँ सरकारले कसरी हेरिरहेको छ, नेपाल सरकारले अथवा अब यहाँको सरकारहरूले के भन्ने कुराहरू पनि हो। अब हाम्रो त के भन्नु छ र होइन, हामीले आफै सेफ भएर हिँड्यो भने हो, त्यही रहेछ ठुलो कुरा। अनि त्यस्तै छ गाइज, त्यो यो एकदम दुःखद कुरा पनि हो। उहाँको फ्यामिलीलाई कति असर पर्यो होला, मलाई कति असर पर्यो होला भन्ने कुरा पनि हुन्छ होइन। त्यही भएर होइन अब अलिकति गाह्रै हुन्छ विदेशमा। मलेसियामा झन् अत्यन्तै गाह्रो छ होइन। 12 घन्टासम्म ड्युटी हुन्छ, एक दिन रेस्ट हुँदैन, छुट्टी हुँदैन। त्यही भएको हुनाले आफ्नो घर फ्यामिली सम्झेर काम गर्नु होला। सम्पूर्ण नेपालीहरूलाई यही भन्न चाहन्छु, किनभने हामीले 3-4 लाख रुपियाँ तिरेर ढरौटी राखेर, मेन पावरलाई ढरौटी राखेर हामी आएको हुन्छौँ। आफ्नो सपना, आफ्नो परिवारको सपना, आफ्नो सपनाहरू सबै कुराहरूलाई हामीले काँधमा जिम्मेवारी बोकेर हामी यसरी हिँडिरहेको हुन्छौँ नि त। त्यही भएर अनि हामी जति सक्दो चाँडो चाहिँ हामी आफू सेफ हुनु र अनि आफू राम्रो भएर काम गरियो भने त्यो नै ठुलो कुरा होला। किनकि नयाँमा झन् अत्यन्तै गाह्रो छ क्या, नयाँलाई मात्रै थाहा हुन्छ क्या कति गाह्रो हुन्छ भने। किनभने सबैजना नयाँ नै भएर आउने हो। त्यही भएर यहाँ कतिपय ठाउँमा, सबै ठाउँमा त्यही भन्न सक्दिनँ होइन। लिडरहरूले कतिपय ठाउँमा अब डमान गरेर आउँछ। अब मेरो सबै ठाउँमा राम्रै छ, राम्रै भइरहेछ अहिलेसम्म। त्यही भएर आफू सेफ भएर काम गर्नु होला, जहाँ गएर दुःख गर्नु नै हो। त्यो भन्न चाहन्छु मैले तपाईँहरूलाई चाहिँ। अरू त के भन्न सकिन्छ र साथी हो है, गाह्रो छ नेपालमा। त्यही भएर विदेशमा परदेशमा आएर दुःख गर्नु परेको छ। आफ्नो घर सम्झेर, फ्यामिली सम्झेर कमाउनु होला, दुःख गर्नु होला भन्न चाहन्छु है।